फाइनली गाइज जो पनि यो मिडनाइट स्काईविङको स्किनको पर्खाइमा बस्नु भएको थियो तपाईहरुको लागि चाहिँ एकदमै गुड न्यूज लिएर आएको छु मैले आजको भिडियोमा। रहा नहीं जाता तड़प ही ऐसी है ना। लाखौं र हजारौं डायमन्ड हुनेहरुले चाहिँ यो अक्सनबाट यो लेजेन्डरी बन्डल झिकिसकेको छ। तपाईहरुसँग चाहिँ कम डायमन्ड छ, अब कहिले निकाल्न पाइन्छ भन्ने सोचमा हुनुहुन्छ भने कस्तो इभेन्टमा आउँछ र कति डायमन्ड लाग्छ यो बन्डल निकाल्न त्यो पनि म तपाईलाई भन्दिने छु। चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्छु। यदि तपाईहरु चाहिँ हाम्रो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ, यसरी नै शुद्ध नेपाली ल्याङ्ग्वेजबाट गेममा इभेन्ट आउनु भन्दा अग्रिम रूपमा नै इन्फर्मेसन पाउन चाहनुहुन्छ भने चाहिँ मेक श्योर हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा राख्न चाहिँ नबिर्सनु होला। सो मैले तपाईलाई इन गेम इभेन्टको बारेमा अलरेडी नै आजभन्दा 5 दिन अगाडिकै भिडियोमा भनिसकेको थिएँ। यो फिसको स्किन आउँछ भनेको थिएँ अनि ग्लुवाल रोयल आउँछ भनेको थिएँ। दुईटै इभेन्ट आइसकेको छ। सो यो मिडनाइट इभेन्टको यो दुईटै इभेन्ट चाहिँ मैले कम्प्लिट गरिसकेँ, यानी कि फिस स्किन पनि निकालिसकेँ र ग्लुवालको स्किन पनि निकालिसकेँ। तपाईहरुले चाहिँ के निकाल्नु भयो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। ये तो टट्टी है। सो अब चाहिँ कुरा गर्नेछौँ इन गेम इभेन्ट, यानी कि अब के इभेन्ट आउँदैछ भनेर। भोलि बिहान नै तपाईले चाहिँ नयाँ बोया पास देख्न पाउँदै हुनुहुन्छ, जुन बोया पास चाहिँ नुडल्सको थीममा बनेको देख्नुहुनेछ। इमोट देख्नुहुनेछ, बन्डल देख्नुहुनेछ, गन स्किन देख्नुहुनेछ, गाडीको स्किन देख्नुहुनेछ, अरु सबै चीज तपाईले देख्नुहुनेछ। मैले यहाँ थोरै रिभ्यू तपाईलाई देखाइरहेको छु। हुन त आजभन्दा मैले 2 महिना अगाडि नै तपाईलाई चाहिँ रिभ्यू गराइसकेको कुरा हो यो चाहिँ। अनि भोलि नै पनि बिआर र्याङ्कको नयाँ सिजन पनि स्टार्ट हुँदैछ। सो तपाईहरु चाहिँ र्याङ्क पुश गर्न रेडी हुनुहुन्छ कि रेडी हुनुहुन्न कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। अनि तपाईले पर्सि चाहिँ इभो भोल्टमा चाहिँ गन चेन्ज भएको देख्न पाउनुहुनेछ। नयाँ गन चाहिँ M180T7 यानी कि 2 नाले शटगनको इभो गन आउनेछ अनि अर्को चाहिँ A94 को इभो गनलाई एड गर्नेछ। यो चारवटा स्किन तपाईले पर्सि इभो भोल्ट इभेन्टमा देख्नुहुनेछ। सो यो कुरा सबै मैले तपाईलाई मेरो प्रिभियस भिडियोमै भनिसकेको थिएँ, जस्ट तपाईलाई रिमाइन्डिङ मात्रै गराउन चाहेको। सो अब चाहिँ कुरा गरौँ नयाँ अपडेटको बारेमा। जुन यो मिडनाइट इभेन्टकै थीममा एउटा इमोट बनेको छ। यो इमोट तपाईले इमोट रोयलमा देख्न पाउँदै हुनुहुन्छ। अब यो सँगसँगै अरु एक्स्ट्रा तपाईले 3 वटा इमोट पनि देख्नुहुनेछ, जसमा एउटा रेयर इमोट, थ्रोन इमोट पनि रहनेछ। सो रिभ्यू मैले तपाईलाई यहाँ देखाइरहेको छु। यो चाहिँ अब अहिले नै आउँछ, यही डेटमा आउँछ भन्ने कन्फर्म चाहिँ छैन, तर तपाईले चाहिँ एकदमै चाँडै 1 हप्ता भित्रमा हाम्रो गेममा चाहिँ यो इमोट रोयल पनि देख्न पाउँदै हुनुहुन्छ। सो यदि तपाईहरु यो रेयर थ्रोन इमोटको पर्खाइमा हुनुहुन्थ्यो भने फ्री फायरले फेरि पनि एकचोटी चान्स दिँदैछ, यहाँबाट तपाईले निकाल्न सक्नुहुनेछ। यही नहीं, अभी और सुनिए। अनि अर्को अपडेट चाहिँ युनिभर्सल वेपन रिङ इभेन्टलाई लिएर रहेको छ। मैले तपाईलाई यहाँ रिङ इभेन्ट चाहिँ देखाइरहेको छु। तपाईले चाँडै नै यो रिङ इभेन्ट हाम्रो बंगलादेश सर्भरमा देख्न चाहिँ पाउँदै हुनुहुन्छ। सो यो युनिभर्सल रिङ इभेन्टमा चाहिँ तपाईहरुले चाहिँ यो मिडनाइट इभेन्टकै बेसमा बनेको लेजेन्डरी फार्मसको स्किनलाई पनि देख्न पाउनुहुनेछ अनि अरु एक्स्ट्रा अरु फार्मसको स्किन रहनेछ अनि तपाईले म्याक 10 को अरु एक्स्ट्रा स्किनहरु देख्नुहुनेछ। यदि तपाईहरु एउटा राम्रो लेजेन्डरी फार्मसको स्किन र म्याक 10 को लेजेन्डरी स्किनको पर्खेमा हुनुहुन्थ्यो भने चाहिँ यो चाहिँ तपाईले 5 न त 6 मेमा तपाईले हाम्रो बंगलादेश सर्भरमा रिङ इभेन्ट देख्न पाउँदै हुनुहुन्छ। धेरै रोमाञ्चक समाचार। क्रिकेट एपमा अहिले नै निशुल्क लाइभ गेमहरु हेर्नुस्। प्रिमियर लिग, क्रिकेट लिग सबै साइन अप गर्दा रु 222 रुपैयाँको निशुल्क बोनस पनि पाउनुस् र मेरो प्रोमो कोड नेप्टो प्रयोग गरी तपाईले 4500 सम्म बोनस पाउनुहुनेछ। डिपोजिट तपाईले इसिओ, खल्ती, एमपी र अन्य कुनै मोबाइल ब्याङ्किङबाट पनि गर्न सक्नुहुनेछ। क्रिकेट्समा सामेल हुनुस् र जित्ने मौका पाउनुस्। आइफोन 16 प्रो म्याक्स, यामाहा बाइक, रियलमी मोबाइल हरेक हप्ता जित्ने मौका। लिंक चाहिँ कमेन्टमा पिन छ, नछुट्याउनुहोस्। सो अब चाहिँ कुरा गरौँ यो लेजेन्डरी बन्डल कहिले आउँछ भनेर। त्यो भन्दा अगाडि यो अक्सनमा राखिएको यो इभेन्टको बारेमा कुरा गरौँ। धेरैले गेममा देख्नुभयो होला र धेरै जनाले देख्नु भएको छैन होला। यो अक्सन भनेको के हो र किन यसरी अक्सनमा राखिन्छ बन्डल भनेर अलरेडी धेरै जनाले बुझिसक्नु भएको होला, किनकि यस्तै इभेन्ट अलरेडी एकचोटी गेममा लेजेन्डरी बन्डलको लागि आइसकेको छ। तर कतिले बुझ्नु भएको छैन भने चाहिँ खासमा चाहिँ यो अक्सनमा राखिएको चाहिँ बन्डल हैन, नम्बर मात्रै हो। सो नम्बरको लागि यति धेरै पैसा कसले लाउँछ भनेर सोच्नु भएको छ भने चाहिँ फेरि नम्बर सँगसँगै बन्डल पनि पाउने गर्छ। यो नम्बर चाहिँ किन यत्रो धेरै डायमन्ड लाएर मान्छेले किन्छ भन्दाखेरि चाहिँ कतिको लागि चाहिँ शौक नै हो। कसैलाई कुनै कुनै नम्बर एकदम बेस्ट हुन्छ र लाउँछ। अब कसैसँग चाहिँ डायमन्ड धेरै हुन्छ र फ्लेक्स गर्नुकै लागि भयो भने यो इभेन्टमा चाहिँ डायमन्ड स्पेन्ड गरिरहेको हुन्छ। अब त्यो नम्बरको काम के हो भन्दाखेरि मैले तपाईलाई यहाँ देखाइरहेको छु। सो यो चाहिँ तपाईहरुले चाहिँ यदि बन्डल पाउनुहुन्छ भने चाहिँ यो आउनु आँटेको लेजेन्डरी बन्डल पाउनुहुन्छ भने त्यो सँगसँगै तपाईले एउटा नम्बर पनि
पाउनुहुनेछ जुन कि तपाईले प्रत्येक बन्डलको पार्टमै त्यो नम्बर देख्नुहुनेछ। यदि तपाई कुनै ग्रुपमा जानुहुन्छ भने पनि यो बन्डल यतिऔं नम्बरमा निकालिएको हो भनेर देखाउनेछ, या त तपाईको प्रोफाइल कसैले खोल्छ भने पनि योसँग चाहिँ यो बन्डल यतिऔं नम्बरको बन्डल छ भनेर चाहिँ देखाउनेछ। दैट्स व्हाई यो 1 देखि 100 सम्मको नम्बर चाहिँ अक्सनमा राखेर बेचिएको हो। अब 100 देखि यता यानी कि 101 नम्बर देखि चाहिँ अब 4 दिनपछि खोलिदैछ। 4 दिनपछि तपाईले यस्तै टाइपको एउटा टोकन टावर इभेन्ट चाहिँ देख्नुहुनेछ। यहाँ चाहिँ तपाईले स्पिन गर्नुपर्नेछ। स्पिन गर्दाखेरि तपाईले जति चाँडै निकाल्नु भयो त्यति नै तपाईसँग कम नम्बरको चाहिँ बन्डल रहनेछ। तर 100 देखि उता यानी कि 101, 102, 103 त्यस्तै टाइपको हुनेछ। सो मे 4 को दिन आउँदैछ। नेपाली डेट भन्नु पर्दाखेरि वैशाख 21 गते आइतबारको दिन यो बिहानै 5, 5:30 तिर आउनेछ यो बन्डल। त्यतिखेर तपाईले सकभर चाँडै निकाल्नु होला यदि तपाईसँग चाहिँ डायमन्ड छ भने चाहिँ। सो म चाहिँ 101 को नम्बर निकाल्ने एकदमै कोसिस गर्नेछु। त्यो दिन चाहिँ म सुत्ने छैन। बिहानै आउनु बित्तिकै ड्याङ्की स्प्यान हान्ने हो। 101 को नम्बर चाहिँ म निकालेरै छोड्छु भनेर प्लान बनाइरहेको छु र अफकोर्स तपाईलाई म भिडियो पनि हाल्नेछु युट्युबमा। सो अब तपाईको मनमा क्वेशन होला कि कति जति डायमन्ड थुपारी राख्नु पर्ला भन्ने सोचिराख्नु भएको छ भने चाहिँ अब एक्ज्याक्ट यति नै लाग्छ भन्ने चाहिँ हैन, तर 5000 देखि चाहिँ माथि नै तपाईको आईडीमा चाहिँ डायमन्ड राखिराख्नु होला, किनकि तपाईले चाहिँ जति चाँडै यो बन्डल निकाल्नुहुन्छ त्यति नै भ्यालु तपाईको आईडीमा यो बन्डलको हुनेछ। सो इभेन्ट आउन चाहिँ अझै पनि 4 दिन बाँकी छ। तपाईले विकली मन्थली गरेर राख्नु होला। त्यसो गर्दाखेरि तपाईलाई अलिकति कम पैसामा धेरै डायमन्ड तपाईले कलेक्ट गर्न सक्नुहुनेछ। तपाईलाई सस्तो र छिटो यूआईडी बाट विकली मन्थली गर्नु मन छ, यूआईडी टप अप गर्न मन छ, चाहे तपाई नेपालमा हुनुहुन्छ चाहे विदेशमै हुनुहुन्छ भने पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। फेसबुकमा गएर DINEX सर्च गर्नु होला। थोरै राइट तिर त्यहाँ पेज सेक्सनमा गएर चाहिँ तपाईले 67000 फलोअर्स भएको फेसबुक पेज पाउनुहुनेछ। त्यही फेसबुक पेजमा मलाई मेसेज गर्न सक्नुहुनेछ यूआईडी टप अप को लागि। सो अलराइट गाइज, अब चाहिँ कुरा गर्नेछौँ स्काई डाइभको कुरा। जुन यो मिडनाइट थीममा बनेको यो स्काई डाइभको स्किन रहेको छ, यो चाहिँ अति नै बवाल स्काई डाइभको स्किन रहनेछ। कहीं न कतै तपाईले यो भिडियो क्लिप देखिनु भएको होला, टिकटकमा, इन्स्टाग्राममा, युट्युबमा, फेसबुकमा कहीं न कतै देख्नु भएको होला। सो फाइनली यो पनि हाम्रो बंगलादेश सर्भरमा एकदमै चाँडै आउने भएको छ। फेटेड रुल इभेन्टमा आउने भनेपछि अफकोर्स तपाईले 1083 डायमन्डमा चाहिँ कन्फर्मै निकाल्न सक्नुहुनेछ। सो अब चाहिँ कुरा गरौँ डेटको बारेमा, कहिले आउँछ भनेर। सो अफिसियली कन्फर्म चाहिँ छैन, तर प्रेडिक्सन डेट अनुसार तपाईले 8 मे नत्र 10 मे भित्रमा चाहिँ तपाईले यो स्काई डाइभको स्किन चाहिँ हाम्रो बंगलादेश सर्भरमा देखिसक्नुहुनेछ। अनि मैले तपाईलाई अस्ति नैको भिडियोमा पनि भनेको छु कि जब यो स्काई डाइभको स्किन चाहिँ गेममा आउनेछ तपाईहरु मध्ये लक्की 1-2 जनालाई चाहिँ म तपाईलाई लाइभबाट नै निकाल्दिनेछु। सो यदि तपाईहरुसँग टिकटक छ भने मेरो टिकटक आईडी फलो गर्नुभएको छैन भने फलो गर्नु होला। म डेली बेलुका लाइभ गरिरहेको हुन्छु, गिभ अवे गरिरहेको हुन्छु, कहिले इमोट दिइरहेको हुन्छु, कहिले बन्डल दिइरहेको हुन्छु, कहिले मेम्बरशिप दिइरहेको हुन्छु, कहिले डायमन्ड दिइरहेको हुन्छु। सो टिकटक आईडी को प्रोफाइल यतै कतै मैले शो गरिदिएको छु। टिकटकमा फलो गर्नुभएको छैन भने फलो गर्नु होला। आई होप तपाईलाई सधैँ जस्तै आजको भिडियो पनि इन्फर्मेटिभ लाग्यो भन्ने आशा गर्छु। इन्फर्मेटिभ लाग्यो भने चाहिँ प्लिज भिडियो शेयर गर्न नबिर्सनु होला। सस्तो र छिटो यूआईडी टप अप को लागि मलाई फेसबुक पेजमा कन्ट्याक्ट गर्नु भन्दै आजको भिडियोबाट म दिनेशी बिदा हुन चाहन्छु। लभ यू गाइस, टेक केयर, सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ, जय नेपाल।